हेलो गाइस, यो फर्स्ट माई मिनी ब्लग। हामी आज फिसिङ गर्न जाँदैछौँ। यहाँ फिस रोड छ, ऊ त्यहाँ चारो छ मैदाको। आज यो बकेटभरि माछा पक्रिने विचार छ हाम्रो। कहाँ गएको भाइ? कता फिसिङ गर्नु गएको? हामी फिसिङ जाँदैछौँ है। वेयर यु गोइङ? वेयर फिसिङ? टिपु खोला? या वी आर गोइङ टिपु खोला। सामो कहाँ जाने? फिसिङ लट। यो हाम्रो पास एउटा फिसिङ रड आइसकेको छ। आज एउटा नयाँ फिसिङ रड। आज माछा मार्नै जाने हो गाइस। सबैजना फिसिङ जानुको लागि रेडी। फिसिङ प्लस इन्टरटेनमेन्ट। भाइ कहाँ गएको? ओइ फिसिङ। ल गाइसहरु, हाम्रो भाउजू पनि आइपुग्नु भयो। अब अमाइरा ड्रेस लगाएर रेडी। सुतिका, फुते क्यान, बुहारी आइसकेको छ। हामी अब हिँडेको यहाँ चाहिँ म भनेको राजकुमार राई। हाम्रो बाटो यस्तो छ गाउँको। अझै दुईजना बाँकी छ चढ्नु। ब्युटिफुल लेडिजहरू आइपुग्नु भयो। ल ल ल ल अर्को ब्युटिफुल लेडी त्यहाँ पर्खिरहेछ। ब्युटिफुल लेडी विथ किड्स। वान किड यता चाहिँ वान किड्स यता पसिसक्यो। बस बस बस, लु चढ्दियो। जे पुग्छ पुग्छ। अब यो डाइरेक्ट यो नकाटिकन बनाउने यो भिडियो बेसी भएको छैन। सानो सानो बनाउँदैछु, 2 मिनट मात्रै हुँदैछ। हो ब्युटिफुल लेडी ट्यान ट्यान चुडाइ। यो चाहिँ मेरो बसन्ती भ्यान। भुट्टाबाडी टु बागडोग्रा सर्भिस। ल आइपुग्यो हिरो पनि माछा मार्ने। अब हामी निस्के मेन रोडतिर। अब हामी यहाँबाट पेप्रे जानुपर्ने। झालमुडी पनि बन्दोबस्त छ हाम्रो पार्टीमा चाहिँ। झालमुडी खाने गरे। हजुर कता? रमेश दाजुकोमा। यो हाम्रो गाउँको बजार मोड। ठुलो कोक छ होला। ठुलो कोक चाहिँ रमेश दाजुको दोकान। ल गाइस, हामी अब भुट्टाबाडी बागडोग्रा एयरपोर्ट त छेउमै छौँ। अब छोडेर जाँदैछौँ हामी। यो कादा पानी ग्राउन्ड हाम्रो गाइस। अब भुजिया पानी आउन आँटेको छ। भुजिया पानीको सिग्नल आइपुग्यो गाइस। हामी भुजिया पानी छेउमा छौँ। सिग्नल पनि खोल्यो। अब यो चाहिँ भुजिया पानी आइपुग्यो गाइस। हामी अहिले बागडोग्रा पनि आइपुग्यो भन्दा हुन्छ। भुजिया पानी बागडोग्रा सँगै छ। भुजिया पानी यतापट्टि दुइटै भुजिया पानी हो गाइस। बिहार मोड आइपुग्यो हामी। निचे बागडोग्रा पनि भन्छ, बिहार मोड पनि भन्छ। यहाँ हाम्रो आदिवासी दाजुभाइहरूले जय जोहारको मूर्ति पनि लगाउनु भएको छ। बिर्सा मुन्डाको जय जोहार बिर्सा मुन्डा। है अब अप्पर बागडोग्रातिर लाग्यो। हाम्रो बागडोग्राको बेस्ट एक्सपेन्सिभ मेरिना होटल पनि यहाँ छ। अनि पहिलाको चलेको बेकरी दिप्तिस बेकरी पनि सँगै छ यहाँनिर। दिप्तिस बेकरी आज एकदम खाली रहेछ। दिप्तिस बेकरी पनि कमलको फुल पनि फुलिराखेको रहेछ। पानी बेगारै फुल्ने फुल रहेछ कमलको फुल। हाम्रो यहाँ बनाएर हुँदैन हौ भाउजू। नपराउ र गाइस। पानी काटा मोड अप्पर बागडोग्रा आइपुग्यो हामी। ओहो एउटा बाउलाको टोटो आफै कुद्दैछ। ड्राइभर चाहिँ बाहिर छ, टोटो आफै कुद्दैछ बाउला। हेर्नुहोस् गाइस, यो बाउला। हामी कहाँ गएको भन्दा आफन्त उयसकोमा गएको। डाँडा के अरे सेन्टर बस्ती भन्नुपर्छ नि, भइहाल्छ। किन दिँदैन? बाटै त्यही हो। ल गाइस, अप्पर बाटो छोड्यो। अब यस्तो हरियालीको बाटो आउँदैछ। अब हरियाली नेपालको गाडी गयो। नेपाल बोर्डर पनि छेउमा पर्छ हामीसँग। ल गाइस, आइपुग्यो हाम्रो मोड पनि। यही हो हामी जानुपर्ने। यही मोड हो हामी जानुपर्ने गाइस। ढक्क आइपुग्यो। ल त गाइस, हामी आइपुग्न आँट्यो। अब बाटो हेर्नु यस्तो छ। सालकै रुख मात्रै छ। बाटो चाहिँ यस्तो छ है साथी हो। ल त गाइस, आइपुग्यो हाम्रो पिकनिक स्पट।
एकदम पिकनिक स्पट ट्याक्कै यही हो घुम्ती वेलकम टु द मोडर्न भिलेज पनि रहेछ एउटा यहाँभित्र है छ नि मान्छेहरू पुरै गाइज ल त गाइज गाडी पनि धुनुपर्छ केटीहरू तिमीहरूले गाडी धुँदै गर हामी माछा मार्दै गर्छु सुन्दैछ कि छैन तिमीहरूले हामी माछा मार्छौँ तिमीहरू गाडी धुनु गाइज बाफ्रे दामी बनाएछ त हौ अहिले त हामी अस्ति फुटबल पनि खेल्न गएको त भित्र गएको गाडी पार्किङ यता गर्छ गर्दैनौ के को यता गाडी धुनुपर्छ नि अनि गाडी राखिरहेको छ यतै राखिदिनु त्यही त गाडी पनि धुनु पाइन्छ नि त ल त गाइस हाम्रो टिपु खोलाको यही खोला चाहिँ स्विमिङ फ्री स्विमिङ नो चार्ज यो अलिक सफा गर्नुपर्छ रहेछ ल गाइस अब हामी चाहिँ पिकनिक सकेर घर जाँदैछौँ हामी गाडी चलाउँदैछौँ यहाँ मेरा बहिनी छोरी नाना गाइसहरू यहाँ पछाडि गाइस मन्दिरमा देखेन होला गाइसहरूलाई गाइसहरू एकदम मन्दिरमा छ साँझ पर्न लागेको छ गाइस यतिखेर 5 बजिसक्यो स्विमिङ गाइस यो समात्नुहोस् त गाइस ल त गाइस फाइनली हामी मेन रोडमा आइपुगेका छौँ अब हामी यहाँबाट सर्टकट हान्नेछौँ आज किनभने हामीले आज कम्बा तानेछौँ त्यही कारण हामी सर्टकट हानेका छौँ सर्टकट बेसी टाढा छैन यहाँबाट स्वाट राइट हान्नुपर्छ अब गाइस आउँदैछ एउटा पछाडि बाइक यहाँबाट स्याट्टै हामी अब खालबस्ती अरे सरी बिरसिंहचोक जाने बाटो गाइस यो सन्यासी मन्दिरदेखि हामी ठ्याक्क अब यो गल्ली राइट हान्नुपर्छ हो गाइस राइट हान्यो है हाम्रो सर्टकट नो पुलिस चेकिङ हाम्रो स्किप गर्ने बाटो धेरै बाटो छन् गाइस हामीहरू अब गाइस यो चाहिँ बिरसिंहचोक सर्टकटबाट आइपुग्न हामी अब बिरसिंहचोक सट्टै बिरसिंहचोक लाग्ने बाटो आयो गाइस यहाँ हाम्रो सुँगुर फार्महरू यहीँ धेरै छ शमशेर राईको सन्डे गाइस जसलाई चाहिएको छ सुँगुरको मासु सन्डे गाइस अर्डर मी यो सन्डे कमिङ सन्डे भनेपछि कति तारिक पऱ्यो भाउजू गाइस यो चाहिँ बिरसिंहचोक आइपुग्यो हामी यो चर्च स्कुल बिरसिंहचोक आइपुग्यो गाइस बिरसिंहचोक आइपुग्यो हामी नेपाली बस्ती बिरसिंहचोक आइपुग्यो अब यहाँबाट हामी ठ्याक्कै देब्रे लागेपछि हाम्रो गाउँ आइपुग्छ टुप्लुक्कै गाउँ आइपुग्छ है गाइस आफ्नै गाउँ आइपुग्छ यो चाहिँ यति ओराको गाउँ हो हामी आज सर्टकट मारेको मेन रोडमा आएको यो चाहिँ चोक आइपुग्यो गाइस ठ्याक्कै ओ यता हो यहाँनिर उतापट्टि यहाँबाट पछाडिको त्यो घर हो त्यो जलेको भेटाको ल त गाइस फाइनली हामी घर आइपुग्यौँ कस्तो लाग्यो भाउजू आजको हाम्रो ट्रिप गाइस माछा फ्राई गरेर खाने गरे रात परिसक्यो आज आजको डिनर माछा खाने हो गाइस घर आइपुग्यो हामी देखो न गाइस हाम्रो घर आगयो ल गाइस सबैजना झर्नुहोस् ल त गाइस हाम्रो पेसेन्जर नम्बर 1 उत्रिसक्यो पेसेन्जर नम्बर 2 पेसेन्जर नम्बर 3 ओइ उत्रि सबैजना उत्रि फटाफट हो यहाँ मछली खोज्दैछ जल्दी निक्लो भाइ जल्दी निक्लो ओ पेसेन्जर अर्को निस्किँदैछ चलो जल्दी निक्लो उत्रौ गाइस कतिजना गएको थियो हामी गाडीमा ओ जल्दी निक्लो अब माछा कति पक्रेछ भने हामीले देखाउनु गएर चाहिँ बाल्टी फुल छ माछाकोले के होइन यति छ ल के झरे माछा झरे एउटा गाइस ओ गाइस माछा एक बाल्टी भरि फुल छ बाल्टी भरि देखिनुहोस् माछा कहाँ देख्छ सहिले त ल गाइस छिटो निस्क ल भयो ल गाइस यति नै आजको भिडियो हाम्रो फिसिङ एन्ड आउटिङ थ्याङ्क यू गाइस